आइसिसी विश्वकप लिग 2 खेल्ने नेपाली टोलीको चाहिँ घोषणा भइसकेको छ। को परे त टोलीमा अनि अभ्यास खेल तालिका र आगामी योजनाहरू चाहिँ के रहेका छन्। नेपाल क्रिकेट संघ क्यानले आगामी जुन महिनामा स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप लिग 2 को श्रृङ्खला तथा 2020 त्रिकोणात्मक खेलमा खेल्नका लागि चाहिँ 15 सदस्यीय नेपाली टोली चाहिँ घोषणा गरिसकेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले स्कटल्यान्ड र नेदरल्यान्डसँग चाहिँ प्रतिस्पर्धा गर्नेछ। त्यसपछि 3 टोली बीच 2020 त्रिकोणात्मक श्रृङ्खला समेत हुनेछ। नेपाली टोलीले स्कटल्यान्ड र वेल्समा स्थानीय टोलीसँग चाहिँ 4 वटा अभ्यास खेल चाहिँ खेल्नेछ। त्यसपछि टोली स्कटल्यान्ड पुगेर स्कटल्यान्ड ए टोलीसँग चाहिँ 2 वटा अभ्यास खेल पनि खेल्नेछ। लिग 2 का खेल चाहिँ स्कटल्यान्डको डन्डीमा आयोजना हुनेछ भने 2020 त्रिकोणात्मक श्रृङ्खला ग्लास्गोमा हुनेछ। नेपाली टोली यसै साता चाहिँ इङ्ल्यान्ड जाने तयारीमा समेत रहेको छ। अब कस्तो रहेको छ त हाम्रो नेपाली टोलीको संरचना। क्यानले कप्तानको रूपमा चाहिँ रोहित पौडेललाई अहिले निरन्तरता दिएको छ भने उपकप्तानको रूपमा दिपेन्द्र सिंह ऐरीलाई पुनरागमन गराएको छ। सन् 2021 को अन्तिमतिर नेपाल क्रिकेट संघ क्यानको विरुद्धमा मिडियामा बोलेको कारणले गर्दाखेरि चाहिँ ज्ञानेन्द्र मल्ललाई कप्तानबाट र दिपेन्द्रलाई उपकप्तानबाट हटाइएको थियो। त्यसयता दिपेन्द्र पहिलोपटक उपकप्तानको जिम्मेवारीमा चाहिँ फर्किएका हुन्। नेपाली टोलीमा रहेका अन्य खेलाडीहरूमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, आसिफ शेख, सन्दीप लामिछाने, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन्। 2020 त्रिकोणात्मक श्रृङ्खलाका लागि चाहिँ रूपेश कुमार सिंह, लोकेश बम, किरण ठगुलाई चाहिँ नेपाली टोलीमा चाहिँ समावेश गरिएको छ। उनीहरूले एक दिवसीय टोलीमा रहेका 3 खेलाडीको स्थान लिनेछन्। कस्तो रहेको छ त हाम्रो नेपाली टोलीको भरमर तालिका। नेपाली टोलीले जुन महिनामा स्कटल्यान्डमा विश्वकप लिग 2 का खेलहरू खेल्नेछ र स्कटल्यान्डको डन्डीमा हुने खेल तालिका चाहिँ यस प्रकारको रहेको छ। तपाईहरुले हाम्रो स्क्रिनमा समेत देख्न सक्नुहुनेछ। जुन 2 मा चाहिँ नेपाल भर्सेस स्कटल्यान्डको खेल हुनेछ, जुन 4 मा नेपाल भर्सेस नेदरल्यान्ड्सको खेल हुनेछ र जुन स्कटल्यान्ड भर्सेस नेदरल्यान्ड्सको हुनेछ। यसैगरी 2020 त्रिकोणात्मक श्रृङ्खला भने ग्लास्गोमा हुनेछ। क्रिकेट प्रेमीहरूले राष्ट्रिय टोलीको सफलताको कामना गर्दै शुभकामना दिनुहोला कमेन्ट बक्समा भने। यदि तपाईहरु हाम्रो यस नयाँ अपडेट युट्युब च्यानलमा नयाँ आउनु भएको छ भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। भिडियो मन परेको छ भने एक लाइक गर्नुहोला। नेक्स्ट भिडियोमा अवश्य भेट्नेछौँ। जय नेपाल।